मर्निङ एभ्रिवान। म चाहिँ घरमै बनाएको शुद्ध स्यान्डविच खाँदैछु। I'm heading towards the gym. बिहान क्लास जान अलि सकियो, निन्द्रै पुगेन क्या। बिहान क्लास मैले स्किपै हान्दियो होइन, जानी नै। सिन्स मन्डे चाहिँ यहाँको विक स्टार्ट हुन्छ होइन, आई विल काउन्ट इट एज डे 1। डे 1 मा चाहिँ पनि फेरि यस्तै निन्द्रै नपुगेर बिहान क्लास राम्रोसँग गर्न सकिनँ। जिम चाहिँ गएको थिएँ तर फेरि फर्किहालेँ। क्लास गर्दै थिएँ है, निन्द्रै नपुगेर ट्रेनिङ गर्नै सकिनँ भने लेट नाइट वर्क, अनि त्यसपछि 10 days अफ नट वेकिङ अप अर्ली इन द मर्निङ होइन। अनि अझ एक्कासी बिहानै उठ्नु पर्दाखेरि लाइक गाह्रो भइदिएर क्या। अनि मजाले सुतेर फेरि बेलुका गएर क्लास गरेँ होइन। अनि देयर वाज अ प्रिटी गुड डे है, गुड सेसन। मैले त्यो दिन मुए थाई होइन, एमएमए गरेको थिएँ। एमएमए ग्लोभ्स I tried MMA for the first time ever. So here are the basic positions. First one is knee on belly. So this is going to be knee, and he's facing up towards us. So knee into the chest or the stomach, like that. Raining like 1-2s, or grab the head on the outside here and do your hooks here, and your elbows here, here, Then grab the other here, hooks. Then your elbow and the fist. Beautiful, yeah. Beautiful. I had a good day. पछि बिहान निन्द्रा नपुगेर मात्र हो, नत्र त इट वाज अ गुड डे। अनि हिजो ट्युसडे चाहिँ दिउँसो क्लास थियो। दिउँसो क्लास गएर अनि यसो त्यो क्लासको सेसनमा चाहिँ भिडियो गर्न पाइएन, किनकि धेरैजना मान्छेहरू हुन्छ, सबैजनाको पर्मिसन लिनुपर्ने हुन्छ होइन। अनि त्यसैले क्लास सेसन चाहिँ भिडियो गर्न पाइनँ। त्यसपछि फेरि मैले उची गरेँ, वेट लिफ्टिङहरू गरेँ। थोरै वर्कआउट गरेर अनि फेरि 3 राउन्ड अफ ब्याक सेसन गरेर अनि निस्किएँ होइन। Yesterday was also a good day है। सो अबको 1.5 महिनामा चाहिँ 8 to 9 किलो घट्नुपर्ने छ गेमको लागि, फाइटको लागि भनेर होइन, फर फेब्रुअरी फाइट। अनि त्यही नै हो। सो आई गट अ लट अफ वर्क टु डु। अनि म जिम पनि आइसकेको छु है। जिम चाहिँ यस्तो छ, त्यो फाइट सप भन्ने है, भित्र भिडियो गर्न मिल्दैन होला प्रोबेबली। आई विल जस्ट स्किप इट। I did some weights है, अनि I feel great now, but still more to go भनेको पछि होइन कि अहिले नै। I'm going to Memorial Park। अनि हेर त स्टेडियम जस्तो थियो नि, मैले लास्ट भिडियोमा अपलोड गरेको थिएँ नि रनिङ गरेर, हो त्यहाँ गएर फेरि I'm gonna sprint 10 more times 100 meter है। अनि फेरि लास्ट टाइममा 400 मिटर 1 राउन्ड हानेर I'll be back home। घर जाने अनि मोबाइल पनि घर छोडिदिन्छु होइन। अनि यो मेरो क्यामेराको पनि, ओहो क्यामेरा अरे, अनि मेरो क्यामेराको पनि ब्याट्री फेरेर आउँछ ल। रनिङ गर्न सुरु गरिदिउँ है त गाइस।
I'll just start very slow, eh? What do you So call? YouTube videos? Yeah, this is for my YouTube video. Oh, you make YouTube! No, Wow! I recently started because I'm very free at home, and I Yeah. had my camera for a very long time. You could get like a lot of stuff from YouTube. I mean, Yeah. you could get collaboration. Hello, say hello. Hi. Oh. Vlogger. Blogger Dilip 123. Really, that's your YouTube name? No, Oh. the go. What's your YouTube name? The- Dilip Family. No, the goatee, the goatee, Oh, the goatee 108. One way. Oh. 108. Okay. Apa ini? So you guys been working. I will just go head to the stadium and I'll just do some sprinting and I'll be back Okay. very soon. I think I'll see you here. Okay. Next Tuesday ya. Next Tuesday. Yeah. I'll come, brother, in few minutes. Kasi साथीहरु भेट भइदिरा के Indonesian friendsहरु हैन, and they are very friendly, eh? Shit. I just told my friend that I'll be running, and look, the arena is closed. The arena is closed. Shit. Is there any way to enter? Oh my god, अघि त के इङ्ग्लिस बोलेको, इङ्ग्लिस मात्र बोले छु त यार. मलाई यतापट्टिबाट छिर्ने अर्को बाटो रहेछ त्यता. म त्यहाँ अर्को गेट छ यताबाट छिर्ने बाटो रहेछ. म भने चाहिँ टेन्सनमा म बन्द छ भनेर बस्दिरहेँ कि ल. यहाँबाट कस्तो भ्यू रहेछ हेरेको त स्टेडियमको. दामी दामी. त्यहाँबाट ट्याक्कै यहाँसम्म. दिस इज 100 मिटर. लेन्थ त 100 मिटरै छ होला प्रोबेबली. यो एउटा फुटबल कोर्ट जत्रो छ भनेपछि प्रोबेबली लेन्थ त 100 मिटरै होला. भयो नि नभए नि दौडिदिउँ. हाम्रो गाउँमा दौडिने हो, नाप्न आउने होइन होइन. सो लेट्स रन. दोस्रो स्प्रिन्टिङ गर्छु होइन यो 100 मिटर. सो दिस इज द फर्स्ट वान. सो लेट्स गो. ये so that was the first one. So let's go for the second round. Bang. जे भन जसो गर जुत्ता सुकै लैजाऊ मलाई लाइक हुन्छ नि. जोशीले गीत गाउन खोजेको त्यो त पेट्रियोटिक गीत पो भयो त यार. जोशीले छ त्यही नि, बट स्टिल वर्कआउटको लागि जोशीले के त्यो गीत भनेर दौडिदिने हो कि क्या हो. जे भन जसो गर जुत्ता सुकै लैजाऊ मलाई. That was the third round. There's 7 more rounds to go. So now let's go for the fourth round. Bang, bang, bang. के कुरा गरेको मैले त्यस्तो पेट्रियोटिक सङ्गमा दौडिदियो भनेपछि होइन सोच्नु के म ताल पऱ्यो भने समाचारमा पनि दौडिन सक्छु क्या. समाचारमा. नमस्ते, आजको बुलेटिन यस प्रकारका छन् र समाचार सुरु गर्नुभन्दा अगाडि आजको प्रमुख समाचार. दिलीपले 100 मिटर यसरी दौडे. र आजको प्रमुख समाचार यति नै. र अब सुन्नुहोस् मुख्य समाचार. आजको 10 मिटर राउन्डमा 10 मिटर 100 मिटर 10 चोटि 100 मिटर स्प्रिन्टमा दिलीपले भएको 4 चोटि सकाएर 6 चोटि बाँकी नै छ. 4 चोटिमा थाकिसकेका छन् भने 5औं चोटि कसरी दौडिने भनेर सोचिरहेका छन्. तर पनि उनले हार मानेका छैनन्. सरी, यो त समाचार भन्दा नि कमेन्टरी पो बढी भयो त है. कमेन्टरी त भन्छ होला नि, कमेन्टरी नै हो. सरी, कमेन्ट्री अनि कमेन्टरी काम छैन तर कस्तो हुप्प भइरहेको छ कि त्यो तातो हावाले हुप्प परेको जस्तो कि. सो द्याट वाज माई 5th राउन्ड. र आजको अन्तिम समाचार. दिलीपले एकदमै फास्ट दौडे भनेर सोचेका थिए तर भिडियो हेर्दा एकदमै स्लो दौडेका रहेछन्. त्यसैले उनी डाडुमा पानी तताएर खै के गर्छन् थाहा छैन तर खुर्सानीको एउटा झुन्डेर मर्छन् भन्ने चाहिँ अवश्य नै थाहा छ. यति भन्दै आजको समाचार यहीँ टुङ्गाउन चाहन्छु. समाचार सकिँदै दिलीपको 7औं राउन्ड प्लिज. सरी, 6औं राउन्ड कि 7औं हो? 6औं हो. That was the 6th round है.
It was 4 more rounds to go. So ढिला सुस्ती नगरिकन दौडिदिइहाल्नु मुला हैन भोक लागिसक्यो आफूलाई कस्तो भोक लागिरहेछ Eighth round, let's go. This so this is my last round. So that was my 10th round. Now let's go for 400 meters slow jogging. Hi. Oh my god. So 200 meter more to go. Woo! Let's go. 400 meter also completed. आजको 200 को टास्क सक्यो. I'm born to win. भन्दै गर्दा धेरैचोटि हारिसक्यो जिन्दगीमा केही छैन तर अबबाट जित्ने हो नि त नि हैन Let's go. That's my motivation. Yeah. Oh my god, overacting भयो यार थेट. अब चाहिँ घरतिर लाग्दिउँ हैन भिडियोलाई इन हान्दिन्छु आजलाई है त्यही नै हो आज बेलुकाको भिडियो नेक्स्ट ब्लगमा आउँछ सो everyone stay tuned for the next video. Bye bye.